के खाने त तिमीहरू? बिस्कुट बिस्कुट खाने? यसो खादैन मेरो बिस्कुट अलि खान्छ के बिस्कुट खाने? म चकलेट खान्न नि चकलेट खान्न? म पियो सियो खान्न के खान्छौ त? म त क्रिम बाल्छु क्रिम वाला पियो मिठो हुन्छ कहाँ छ यता दोकान? गरी महिनामा दोकान यता म त नि आज यहाँनिर के भन्छ नयाँ आएको क्या मलाई थाहा छैन म कहाँ हिँडिरहेको छु होइन म यहाँ शीतल हुन्छ भनेर चाहिँ यहाँ बगैँचामा यहाँ उयसमा के भन्छ यो मन्दिरको यो चौतारा क्या यो पिपलको बोटको मुनि आएको तिमीहरू देख्यो क्या अनि तिमीहरू देखेपछि चाहिँ म आएको अनि तिमीहरूले त नि मलाई अनि उमेर सोध्यो मेरो अनि किन सोधेको म आफै छक्क परेँ क्या अनि म कति वर्षले कान्छु 2-1-51 ठिक छ ल जाउँ तिमी हिँड न ल आऊ ल कहाँनिर हो दोकान यो भाइहरूलाई आज म कुन ठाउँमा आइपुगेँ त्यो पनि थाहा छैन गरिम लागेर चाहिँ म एकछिन यहाँ त्यो मन्दिर छेउमा पिपलको बोटनिर बस्न आएको थियो क्या अनि भाइहरू खेलिरहेको रहेछ एक्कासी चाहिँ मेरो उमेर सोध्यो क्या होइन अनि म त अनि छक्क परेँ अनि एकछिन गफ गरिदिएको ल हिँड यसलाई के ठाउँ भन्छ रे बाबु के भन्छ रे यो ठाउँलाई बसेनी हाई मलाई बिस्कुट चाहियो के खाने बाबु तिमीहरू यो पियो भने के हो त हाई गरिदेऊ न के चाहियो तिमीलाई फोन ल यो सानो टिभी हो सानो ल खै अघि के खाने भन्दै थियो भन त बिस्कुट खाने ल छिटो ल पियो भने के हो बहिनी त्यो देऊ त एउटा ल तिमीहरू दुईजनाले यो खाएपछि मलाई यो गाउँ डुलाउनुपर्छ थाहा छ त्यही भएर मैले तिमी दुईजनालाई यता लिएर आएको एउटा देऊ न तिमी के खान्छौ क्रिमवाला बिस्कुट यो के भन्छ मैले बिस्कुट र तिमीलाई त्यो किनिदिएँ तिमी दुईजना भएर चाहिँ मलाई यो ठाउँलाई के भन्छ सबै गाउँ डुलाउनुपर्छ हुन्छ मलाई पनि एउटा यो पियो भन्ने देऊ न खाने हो तिमी पनि यो तिमीलाई म सानो टिभी दिन्छु ल अहिले पख ल ल कस्तो नचलेको त ल्याकान्छ चल्दै चलेन मेरो के गर्ने अब ल्या ल पख ल क्युआर छैन बहिनी दाइ क्युआर दिनु त दाइ अलिकति साइडमा गयो पर्खिनु न बाबालाई यस्तरी कराउने हो लौ न ल गयो ल दाइ ल आऊ ल म तिम्रो फोटो खिच्छु ल म फोटो खिच्छु ल ल एउटा फोटो राम्रो फोटो खिच्छु ल तिम्रो ल स्माइल खै हाँसेको
हो भाइ अर्कोचोटि आउँदा दिन्छु ल ल बाबालाई नथर्काउ न भाइ अर्कोचोटि आउँदा दिन्छु ल बाई बाई ल एकचोटि ल जाउँ ल यसरी पिउने हो यो यो के हो नुनिलो नुनिलो गुलियो गुलियो छ नि त यो यसरी पिउने हो यो त्यही भएर पियो भने हो ल पिउने हो लास्टै गऱ्यौँ रहेछ यार यता बाफ्रे बाफ चितवन त लास्टै गऱ्यौँ रहेछ नि यहाँ गोर्खामा जाडो छ यहाँ यस्तो शीतल बगैँचा देखेर चाहिँ आगो होइन एकछिन बस्न पर्यो भनेर यहाँ केही पनि आउँदैन यो जङ्गलमा हात्ती बाँदर मात्रै आउँछ ए कुरा हुन्छ तिमीहरूको बाँदरसँग के भन्छ तिनीहरूले कहिले काहीँ आउँछु भन्छ यहीँ हो डुलाउने यो एक्सर्साइज गर्ने ठाउँ हो यो तिमीहरूको कसरी गर्छ यहाँ एक्सर्साइज ए लड्ला नि त ल ठिक छ दादाले पनि गर्छु ल यस्तो 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 ए फेरि यस्तो जाने यस्तो जाने यस्तो जाने यस्तो गर्ने ए यता हामी फाल्ने ल अनि यता आउने ए अनि कहाँ टेक्ने यहाँ टेक्ने ल यहाँ टेक्यो कता यहाँ ल ए अनि पुरा भयो ए ओके तिम्रो नाम चाहिँ के हो रे कान्छो के तामाङ सोजोक तामाङ भूपेन्द्र गिरी ए यहाँ पानी खान मिल्छ धारामा यो धारामा पानी खान मिल्छ आउजो उयो धारा सेतो धारा मिल्छ ओ कान्छा अब खेल्न जाउँ हाई गोलु मोलु कुन चाहिँमा भेट्छ तिमीहरूले आया ओथो घोच्यो त या धेरै साह्रो रहेछ ए यता पनि यो हात छुट्छ भन्दा नि यो सुक्या जस्तो लागिरहेछ क्या खस्दैन खस्यो भने हेर यहाँ बहिनीले कति मजाले खेलिरहेको रहेछ हौ त तिमी उताबाट खिच त उताबाट खिच ल म आइरहेको छु हात दोर्दो रहेछ हौ तिमी खेल्ने सानोमा हामी यस्तैमा खेल्थ्यौँ क्या धेरै अहिले यो पुरानो दिनहरू पुरा याद आउँदो रहेछ तिमी चाहिँ नखेल्ने कहिले ल्याउ ल मेरो सर्ट ल्याउ के भयो हात दुख्यो हात दुख्छ भने नखेल ल
दुख्दैन आम्मा यो फुच्चे भाइ पो खेल्दो रहेछ त झन् ल बुढामा हामी धेरै खेल्थ्यौँ क्या यस्तो लहराहरूमा अब त ठुलो पनि भइसक्यो होइन अब उमेर बढ्दै पनि गयो लाज हुन्छ होइन मनै भए पनि खेलिँदैन तर आज भाइहरू चाहिँ यहाँनिर खेलिरहेको रहेछ यस्तो उनीहरूसँग एकछिन रमाइलो ल हेर हाम्रो बहिनीहरू ठोक्यो कि क्या हो लड्ला है लड्ला बाबु लड्ला हाम्रो बहिनीले खेल्दो रहेछ खतरा हेर उता पुगेर आउँछ हेर है हात दुख्यो टाउको माथि ठोकेला ल हाम्रो बहिनीहरू खतरा खेल्दो रहेछ ल ल ल लड्ला है लड्ला यो 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 ढिस्कोमा चाहिँ नपर अन्त जतासुकै परे पनि हजुर गरिसक्यो किन नानु भाइहरूले उमेर सोध्छ तिमी बिहा गरेछौ कि छैन सोध्छ के हो खासै कुरा मैले बुझेको छैन आज त्यो मेरो यो दुईजना भाइ छ नि तिनीहरू त्यहाँ तल भेटेको थिएँ क्या मैले अनि एक्कासी मलाई सोध्यो क्या दाइ तपाईँको उमेर कति भयो भने ल मलाई धेरै बुढो देखेछ कि क्या होइन फेरि उनीहरूको उमेरको पो देखेछ क्या जस्तो लाग्यो अनि किन भनेको फेरि त्यसै भन्छ अनि उनीहरूले मेरो उमेर कति भनेर यताउता कान्छो तिमी दुईजना यताउता यताउता म कति वर्ष रे 51 51 भने कति रे 51 भने कति हो रे होइन क्या अघि तिमीहरूले दुईवटा नम्बर भनेको थियो नि 51 भनेको कति रे 21 कि 5 अनि 51 त्यो दुईवटामा कुन चाहिँ हो 51 हो कि 21 हो भाइहरूले भन्ने गर्नु चाहिँ त्यही त हो आज हामी सबै यहाँ खेलेको भिडियो म बनाएर भनिहाल्छु क्या मेरो मेरो टिएमजी 13 छ टिएमजी 13 यति हो युट्युब आइडिया भर्खर बनाउँदैछ अनि मैले त्यति धेरै उयो भएको छैन अनि आज यसो मैले भिडियोहरू पनि बनाएको छैन क्या आज फर्स्ट टाइम तिमीहरूसँग बनाएको हो क्या होइन म चाहिँ उता उयसबाट आएको क्या काठमाडौँबाट आएको सब्सक्राइबर मेरो भर्खर कति 340-50 यस्तै छ भर्खर नयाँ च्यानल हो भिडियो पनि तिमीहरू नै हो पहिलोचोटि मैले हाल्दै गरेको चाहिँ मेरो च्यानलमा होइन अरू भिडियो छैन मैले स्टार्टै गरेको छैन क्या ल ठिक छ त्यो उयो प्रोटेस्टमा दौडेको भिडियो होइन त्यो खैरीले डर त्यो टाइमको भिडियोमा खतरा भ्युज आयो त्यसको धेरै सब्सक्राइबरहरू भयो कान्छो अब कता लाने त तिमीहरूले मलाई डुलाउनलाई कता लाने त खै के भेट्यो यो ल्याउ त तँलाई यो धुप सल्काउनु गरे जस्तो अब कता लाने त खै यहाँसम्म मात्रै डुलाउने आज त्यही त मैले अघि तिमीहरूलाई नि हो गणेश तामाङ